आत्महत्या भन्नाले कुनै पनि मानिस स्वस्थ अवस्थामा भएको बेलामा उसले जानी बुझी आफैलाई हानि नोक्सानी पुर्याउने क्रियाकलापद्वारा उसको ज्यान गएको छ भने त्यो अवस्थालाई आत्महत्या सुसाइड भनिन्छ। अब यो आत्महत्या नै गरेर ज्यानै लिइहाल्नुभन्दा पहिले प्रायःजसो मानिसले आफूलाई मर्न मन लागेको कुरा, जिन्दगीदेखि हरेस खाएको र जीवन व्यर्थ भएको जस्तो सोचाइहरू, त्यसपछि मर्न मन लागेको विचारहरू र कतिपय व्यक्तिहरूलाई चाहिँ यो किसिमको हुटुटी आवेग नै पनि आउने गर्दछ र यस्तो विचार आवेगको कारणले गर्दाखेरि कतिपय मानिसले आत्महत्याको आफूलाई हानि पुर्याउने खालको चाहिँ कदमहरू उठाउन पुग्छन्। अब कतिपय बेलामा चाहिँ आफूलाई आफ्नो ज्यानै लिने अवस्थाले नगरेको भए पनि यस्ता कदमहरू उठाउन सक्छन्। सो यो समुच्च यो जुन एक किसिमको अवस्था आफैलाई हानि पुर्याउने र त्यसले गर्दाखेरि ज्यान गएको अवस्थालाई चाहिँ आत्महत्या सुसाइड भनेर भनिन्छ। र यो आत्महत्या आफैमा एउटा रोग नभए पनि विभिन्न रोगहरू र विभिन्न चाहिँ मानसिक अवस्थाहरूको र कतिपय शारीरिक रोगहरूमा पनि यो सम्बन्धित भएर आउने गर्दछन्। अहिले आएर के देखिएको छ भने आत्महत्या आफैमा रोग नभए पनि धेरै खालका मानसिक रोगहरूको एक लक्षणको रूपमा देखिन सक्छ भन्ने